हेलो गाइस म चाहिँ टक्क लाएर घुम्न निस्किएँ आज चाहिँ घरमा बस्दा बस्दा अल्छी लागेर आइसकेँ म चाहिँ फेरि आज हावा खान निस्केको टक्क बाहिर साइकल लिएर मेरो क्रस फायरमा टक्क लाएर अब चाहिँ बाहिर चिसो अब मौसम पनि दामी छ भर्खर भर्खर पानी परेर चिसो चिसो आहा यस्तो बेलाको हावा लिनको मजै बेग्लै छ नि यार। बेलुका पकाएको हावा खानै मजा नि यार। यसो फेरि हिरो हन्डा पाएपछि त रन्किहालिन्छ फेरि। जस बाटो चाहिँ हल्का हिलो हिलो रहेछ यहाँतिर देख्न सक्नुहुन्छ। पल्ट्यो भने फेरि असार नआए असारको भन्दा गयो बार हुन्छ फेरि। ल है आम्मामा ल पछाडि चाहिँ ल ट्र्याक्टर आउँदै रहेछ। ट्र्याक्टरले मलाई भेट्ला जस्तो छ। यहाँ एउटा हातले ह्यान्डल समातिरहेको छु। कलाएर गाह्रो गाह्रो हुँदो रहेछ एउटा हातले चाहिँ समाउन। टक्क जोस् दामी छ मौसम चाहिँ हेर्न सक्नुहुन्छ। टक्क लाएर म चाहिँ हावा खान हिँडेको आज यसो भिडियो सिडियो पनि बनाइदिउँ भनेर। म बाटो त खतरा भएछ त हौ। लडिन्छ होला यार। ला गयो झन्डै गइदिएर एउटा मात्रै हातले ह्यान्डल कन्ट्रोल गर्न गाह्रो हुन्छ नि त। टक्क लाएर स्टाइल देखाएर हिँड्ने भएको आम्बो भर्खर बन्ने भएको नहुने भयो जस्तो छ यार। ह्यान्डलै समाउन आउँदैन कहाँबाट हुन्छ भर्खर।